आज चाहिँ मेरो घरमा नस्पति बनाएर खाएको है त गाइज। ल है त हेलो गाइज, मेरो नाम सिमन गुरुङ हो होइन। आज म होइन छिटो उठेर हेरेको त बाख्राको मासु पाकेको रहेछ होइन। त्यसपछि खायो होइन, सुत्यो अनि म होइन। त्यसपछि होइन 1 बजेतिर मलाई भोक लाग्यो, एकदमै भोक लाग्यो होइन। के खाम त्यस्तो भयो। त्यही कारणले होइन मैले चाहिँ होइन नस्पति हेऱ्यो होइन। नस्पतिको बोटमा जान त सक्दिनँ म, किनकि मलाई अहिले झोल ल्याइराख जान नि झोलाइराख, अनि त्यहीमाथि जान नि गाह्रो हुन्छ होइन। हेर्नु गाइज, नस्पति चाहिँ हातले समात्न मिल्छ मेरो घरमा चाहिँ होइन। अन्त होइन गाइज, नस्पतिहरूलाई अब टिप्ने बेला आयो होइन, अब चाहिँ खाने बेला आयो होइन। त्यस कारण मैले टिपिरहेको छु होइन। हेरेँ गाइज, यस्तो गरी माथि गयो नि ऊ हात आयो भने होइन, हातमा आइहाल्यो नि त। यो नस्पति 4वटा छ होइन, 4वटा नस्पति छ होइन गाइज। अब के गर्ने भन्दाखेरि नि मलाई बज्यूले एउटा काम लाग्छ होइन। के अरे भैँसीलाई के अरे पानी दियो भने छ होइन। त्यही कारण यी गाइज मेरो पिठो नि आइसकेको छ होइन। अब भैँसीसँग जाउँ है त गाइज। लु त हेर्नु गाइज, भैँसीसँग नि पुगिसकेको छु होइन। अब पानी हाल्ने बेला भएको, पानी हाल्नै सकेन एउटा हातले होइन। पानी हाल्नै नसकेर फेरि कट गर्न खोजेको होइन मैले, अनि कट गरिदिएँ होइन। त्यसपछि कट गरेपछि भैँसीले खान्छ मेरो धेरै जस्तो, गाईले चाहिँ धेरै खान्न पानी। अन्त हेरेर भैँसीलाई मात्रै दिएको मैले होइन। गाईलाई त बिहान नि दिएको, भैँसीलाई पनि बिहान दिएको, तर यसलाई फेरि तिर्खा लागेको जस्तो छ। गाईले चाहिँ खाएन होइन। त हेर्नु गाइज, मेरो गाई नै हेर्नु सक्नुहुन्छ गाइज होइन। अब तपाईँहरूलाई एउटा चिज देखाउँछु होइन गाइज। यो चाहिँ केसको अन्डा होला भनिदिनु होला प्लिज गाइज होइन। यो चाहिँ होइन केसको अन्डा नि थाहा छैन, मलाई नि थाहा छैन होइन। यो अन्डा चाहिँ सानो छ, चरा नि देखाएको छ मैले फेरि। त यो कुन चराको अन्डा भनेर थाहा छ भने कमेन्ट गरिदिनु होला गाइज है त। ल भनिदिनु है त गाइज ल होइन। अब यो सबै काम गरिसक्यो होइन। अब चाहिँ हातसात धोएर के अरे नस्पति पखालेर अब के अरे खाने बेला आइसक्यो होइन गाइज। त होइन ल, यो 4वटा नस्पति चाहिँ मैले होइन अब के अरे काट्नेवाला छु होइन। अब चाहिँ मैले 2टा मात्रै काटेँ किनकि अलिक झोल आइरहेको थियो होइन। अब चाहिँ यसलाई मैले चाहिँ होइन टुक्रामा काटेँ होइन। अनि अब यसमा चाहिँ नुन मिक्स गर्ने होइन गाइज। नुन मिक्स गऱ्यो भने अहिले नुनले हुन्छ, योभन्दा अरूमा मिक्स गर्नु नि आउँदैन, किनकि मैले यस्तो काम कहिले नि गरेको छैन, भनेर मलाई यस्तो आउँदैन नि आउँदैन है त। ल हेर्नु गाइज, यो टक्क लगाएर बनाइसकेँ। कस्तो मिठो गाइज हो नि त। मलाई चाहिँ बवाल लाग्यो है गाइज यो चाहिँ। ल तपाईँहरूले पनि ट्राई गर्नु है त गाइज यस्तो है त। क्या मजा आयो गाइज गरेर होइन। अब सबै चिज गरेपछि होइन बज्यूले अब के अरे मकै बोक्न आइदियो भने थियो होइन। त्यो मैले डोको गरेर नाम्लो लिएर जान थालेँ होइन। त्यतिखेर नि एउटा होइन गइरहेको थिएन। त्यहाँ गएर एउटा प्रब्लम थाहा भयो कि होइन। मलाई चाहिँ के भन्दाखेरि के अरे होइन, मैले सानो डोको लगेको कारण बज्यूले भनेछ कि यसमा अटाउँदैन, बरु त घाँस लग भनेछ। अनि मैले हुन्छ भनेर घाँस लगाउनु लागेको होइन। बारीमा फेरि मैले एउटा चिज भेटेँ कि होइन। हेर्नु गाइज हेर्नु त होइन, यो कुखुराको भुत्ला है गाइज होइन। केले ल्याएर राख्यो हाम्रो हेरेर होइन, थाहा भएन होइन। त अब मैले घाँस बोकेर घरतिर हिँड्न थालेँ होइन गाइज। अब हेर्नु होइन। ल अब म फाइनली घरमा आइपुगिसकेको छु गाइज होइन। अब घरमा आएपछि त होइन टक्क लगाएर आएपछि होइन मेरो भ्लग चाहिँ म यहीँ अन्त्य गर्न चाहन्छु, किनकि होइन गाइज यो मेरो भ्लग धेरै नै लामो भइसक्यो होइन। खासमा मैले सर्ट बनाउनु भनेको थिएँ, तर मैले लङ